ज्याम पारेर ढिँडो खाने हो साउदीमा झ्याप्प बसेर होइन अभिषेक कस्तो लागिरहेको ढिँडो भाइ एकदम म त ढेँडो भन्दा पनि यहाँ मटन खाना खाइरहेको छु कि थप न अलिकति बालको त नथप्ने अलिकति मिया एकदम मिया कम्ती कस्तो लागिरहेको छ नि हो आज 765 दिनमा होटलमा आएको हामी मलाई नि अचार बाबा लागिरहेको छ है अचार दामी रहेछ हो मुलाको अचार आफूले फेरि ढिँडो लबर हो है अस्तितिर बुढीले पिठो बनाउँदाखेरि रुमै बनाएर खाइन्थ्यो पिठो छिटो पनि सबै सक्यो होटलमा आएर झ्याम खाइँदैछ कसरी चट्ट ढेँडो मुछेर खाने हुँदैन पनि जान्दैन ढुँडो यसो गर्ने अचारमा हाल्ने ग्रेभी ट्याक्क हाल्ने यहाँ खसीको अलिअलि चोप्ने छिटै श्राम कस्तो भयो कस्तो मोबाइल है पुरै नगरेर घरमा खाएको